ल आइसकेको छ है। कसले लिनु भएको छ युज पनि गरिसक्नु भएको होला। एकदम राम्रो यो एलिसे ब्रान्डको सुट हामीसँग आइसकेको छ। एकदम धेरै मिठो मिठो कलरहरुमा आइसकेको छ। एकदम राम्रो एकदम हाई क्वालिटीको यो सुट हामीसँग आइसकेको देख्न सक्नुहुन्छ हजुरले। एकदम राम्रो लगाउँदा एकदम स्टाइलिश देखिने यो सुट। यसको भुवा आउने घोस्ने चिलाउने केही पनि हुँदैन, अरु उलन जस्तो हुँदैन। यो एलिसे ब्रान्ड भन्ने यो एकदम ब्रान्ड भनेपछि मान्छेले ब्रान्डले लिनुहुन्छ के कलर डिजाइन हेरेर भन्दा पनि एकदम राम्रो छ। यसको पेन्ट भइहाल्यो भने यसको दुपट्टा पनि एकदम ठुलो दिन्छ के सल देख्न सक्नुहुन्छ। एकदम ठुलो र एकदम राम्रो यो कलर भइहाल्यो भने अनि अर्को कलर छ हामीसँग यो मेरून कलर। त्यो पनि उत्तिकै राम्रो डिजाइनमा छ। एकदम राम्रो डिजाइन राम्रो कलरहरुमा आएको छ। हजुरहरुलाई मन पर्छ भने हाम्रो शिखा फेन्सीमा भिजिट गर्न पनि सक्नुहुन्छ भने अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ है। यो मेरून कलर भइहाल्यो। त्यसैगरी अर्को कलर रहेको छ हामीसँग यो बेबी पिङ्क कलर। एकदम मिठो मिठो कलरमा। यसको साइज भने फ्री साइज आउँछ है। यो 46 सम्मको 46 साइज लाग्ने दिदीबहिनीलाई मजाले हुन्छ। यो कलर छ पिङ्क कलर छ भने म यसको भिडियो लगाएर पनि बनाउने छु। अहिले हजुरलाई यसको कलर मात्रै देखाइदिएको। यो दुपट्टा भइहाल्यो। अनि अर्को कलरमा रहेको छ हामीसँग यो क्रीम कलरमा। एकदम राम्रो छ के यो नाम लिएको कपडा भएपछि पुगिहाल्यो कि एकदम राम्रो देखिने स्टाइलिश देखिने यो। यसको नामै काफी छ के फेरि लिनु भएको मान्छेलाई मात्रै थाहा होला यसको ब्रान्ड यसको क्वालिटी। हामीले यसको प्राइस आफ्नो मनमर्जीले बेच्न पाइदैन। यो हामीलाई उही कम्पनीबाट नै महँगो हाई रेटमा आएको हुन्छ अनि त्यही भएर यसको प्राइस पनि हाई पर्छ है। देख्न सक्नुहुन्छ यसको प्यान्ट एकदम राम्रो छ। म यसको फुल लुक चाहिँ लगाएर भिडियो बनाएर देखाउने छु हजुरहरूलाई। अहिले चाहिँ हजुरले यसो कलर सलर यसो हेर्नु भनेर मात्रै देखाइदिएको। अनि अर्को लास्ट कलर रहेको छ हामीसँग व्हाइट कलरमा है। यति धेरै पिस बेचेँ मैले अनि फेरि पनि यो सामानहरू रिस्टक भएको थियो अनि हजुरलाई भिडियो बनाएर देखाउँछु भनेर फेरि पनि भिडियो बनाएको। यसको प्राइस चाहिँ महँगो हुन्छ भनेर नबन्नु होला। हजुरलाई चित्त बुझ्छ मन पर्छ भने चाहिँ हाम्रो शिखा फेन्सीमा भिजिट गर्न सक्नुहुन्छ। नभए हाम्रो अल ओभर नेपाल डेलिभरी हुन्छ। प्राइसको लागि व्हाट्सएप गर्नु होला है त। हस् त थ्याङ्क यू एभ्रिवान।